हामी मन्त्री रह्यौँ नरहौँला, सांसद रहौँला नरहौँला र पनि सदैव सहयोगको लागि तत्पर र पर्यटन प्रवर्धन विस्तारको लागि हामी तत्परताका साथ अगाडि बढ्ने र सहयोग हामी गर्नेछौँ। श्रीजङ्गाले चाहेको के त भन्दा विश्वभर मिडिया मार्फत सन्देश जाओस् कि कञ्चनजङ्घा श्रीजङ्गा गाउँपालिका क्षेत्रभित्र पर्छ, जसले श्रीजङ्गालाई चिन्न सक्छ र चिनाउनको निम्ति तपाईहरुको ठूलो हात छ। यसप्रति तपाईहरुलाई हाम्रो परिचय, श्रीजङ्गाको परिचय विश्व सामु पुर्याउन लागि हाम्रो कञ्चनजङ्घालाई आन्तरिक तथा बाहिर पर्यटकहरूले हराभरा बनाउनु छ। हामीले हाम्रो आम जनताहरूलाई समृद्ध बनाउनको लागि कञ्चनजङ्घालाई हामीले सदुपयोग गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो र आगामी दिनमा नीतिगत रूपमा हामीले यो कञ्चनजङ्घालाई र श्रीजङ्गा गाउँपालिकालाई सहयोग गर्न के गर्न सक्छौँ, केही प्रस्तावहरू हुनुपर्छ। तर हिजोसम्म यो कार्यक्रमको प्रस्तावहरू मात्रै आए। तपाईहरुको यो कार्यक्रमको प्रस्ताव हामीले कति दिँदा हुने, कति 10 लाख 20 लाख कति दिँदा हुने र 5 लाखले मान्नुहुन्छ कि, यसको लागि पनि तपाईलाई म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र आगामी दिनमा हामीले 81-82 को कार्यक्रमहरू हामीले छुट्याउँदै गर्दाखेरि हामीले के दिन सक्छौँ। मैले यहाँ देख्दै गर्दाखेरि मैले चौडीमा मैले सवार पनि गरेँ, राम्रो लाग्यो, खुसी लाग्यो। चौडी विस्तार कार्यक्रम र प्रवर्धन विस्तार कार्यक्रम यो एक किसिमले हामीले संरक्षण गरेर लानुपर्छ। र अब आगामी दिनमा मैले कस्तो खालको योजना ल्याउनु पर्ने चौडीको प्रवर्धन र विस्तारको लागि म ग्यारेन्टीका साथ आज गाउँपालिका अध्यक्षले म साक्षी राखेर भन्छु, आज जतिजना साथीहरूले यहाँ चौडी प्रदर्शन गर्नुभयो, तर यसको केही नीतिगत कुराहरू छन्। त्यो कुराहरूमा तपाईँले चौडी पालनलाई दर्ता गरेर जाउँ, यसलाई समूह बनेर जाउँ। त्यसको लागि मैले कति लाख लाउनु पर्यो। म चौडी जति पनि पालक साथीलाई आजै यहाँ पार्टी सभापति पनि हुन्छ। प्रवर्धनको लागि म सशर्त अनुदान अन्तर्गत गाउँपालिकामा आउने गरी यसको चौडी प्रवर्धन विस्तारको लागि म यस क्षेत्रको र याक चौडीको लागि म व्यवस्था गर्छु। किनभने म ताप्लेजुङ जन्मेँ र हुर्केर म ताप्लेजुङले के दिउँ, यति लामो सामाजिक सेवामा लागेर मैले के दिउँ, के दिनु सक्छु। अहिलेसम्म 30 वर्ष 25 वर्षसम्म गजेन्द्र तुम्याङजी हामी सन्तोष चामलिङमा यहीँ हुनुहुन्छ। हामी ताप्लेजुङका लागि नै सामाजिक सेवामा लागेको र चौडी पालकहरूको पहिचान पनि गाउँपालिकाले र वडाहरूले गर्नु सक्छ र यसको प्रबन्धनको लागि म केही न केही गरेर जान्छु भन्ने पनि हुन्छ। र विशेष गरेर हामीले कञ्चनजङ्घालाई सम्झिँदै गर्दाखेरि कञ्चनजङ्घाको काखमा रहेको सम्पूर्ण ताप्लेजुङवासी र श्रीजङ्गाको सम्पत्तिहरू पनि हामीले सम्झिनु पर्ने हुन्छ। त्यहाँ रहेको हिमचितुवा, त्यहाँ रहेको डाफे मुनाल पिउराहरू, त्यहाँ रहेको हुचिल र काँडे भ्याकुरहरू, त्यहाँ रहेको मुनालहरू ढुक्कुरहरू र हिमचितुवा कस्तुरी मृग बाघ भालु र जति पनि त्यहाँ रहेको जनावरहरू छन्, रेड पाण्डा छन् र विश्व दुर्लभ सम्पदको रूपमा हामीले देखिएको जनावरहरू छन्। यसलाई पनि संरक्षण गर्यो भने पर्यटन प्रबन्धनलाई यो कञ्चनजङ्घा एक्सपिडिसनको लागि आउने मात्रै पर्यटकलाई होइन, यहाँका वेशभूषा मन पराउने विदेशी बाह्य पर्यटक पनि हुन सक्छन्। यहाँका भूगोल मन पराउने विदेशी पर्यटकहरू पनि भित्र्याउन सकिन्छन् र आन्तरिक पर्यटकहरू पनि भित्र्याउन सकिन्छन्। किन चरा सम्बन्धी धेरैले अध्ययन अनुसन्धान गरिरहेको अवस्था छन् र स्विजरल्यान्ड अमेरिका र ग्रिसबाट आउने गोराहरूले पनि यो सबै छुने गरी तपाईँले गाएको हुनुपर्छ जस्तो मलाई लागेर साथीहरूलाई मेरो सल्लाह र सुझाव मात्रै हो, अरू केही होइन। र भावनात्मकमा कविता फुट्दा पनि ताप्लेजुङको पाखा पखेरा फुटोस्, यहाँको खोला नाला फुटोस्, श्रृङ्खलाहरू फुटोस्, हिमालहरू फुटोस्, कविताबाट पनि म हार्दिकताका साथ अनुरोध गर्दै मुखजी इनर्जेटिक हुनुहुन्छ, उहाँले एक किसिमले थाल्नु भएको छ र आगामी दिनमा बनाउने नीति कार्यक्रममा पनि तपाईँहरूले कार्यपालिकाको मिटिङबाट कन्टिन्यू गर्ने भन्ने उहाँहरूले पनि भनिसक्नु भएको छ। भोलिका दिनमा के आवश्यक छ भन्ने कुराको लेखाजोखा गर्न हाम्रो गाउँपालिकाको एउटा तय आयोजना नीति तय कार्यक्रममा नै उल्लेख गरेर हामीले यो कञ्चनजङ्घासम्मको विभिन्न क्षेत्रमा अवलोकन गर्ने, यहाँका जीव जन्तु, यहाँका चौरी व्यवसायहरू र यहाँको भूगोलसँग चल्दो मिल्दो जलवायु परिवर्तन विभिन्न कुराहरूलाई चाहिँ देश विदेशसम्म पुर्याउनको लागि र भविष्यलाई अझ विस्तार गर्दै व्यवस्थित बनाउनको लागि हामीले सुरुवात गरेका हौँ। श्रीजङ्गाले चाहेको के त भन्दा विश्वभर मिडिया मार्फत सन्देश जाओस् कि कञ्चनजङ्घा श्रीजङ्गा गाउँपालिका क्षेत्रभित्र पर्छ, जसले श्रीजङ्गालाई
चिन्न सक्छ र चिनाउनको निम्ति तपाईँहरूको ठुलो हात छ। यसप्रति तपाईँहरूलाई हाम्रो परिचय श्रीजङ्गाको परिचय विश्व सामु पुर्याउनु लागि हामी आज श्रीजङ्गा गाउँपालिकाको एउटा साहसिक काममा छौँ। हामीले हिजो ओक्ताङसम्मको यात्रा सफल गरेका छौँ। यो ओक्ताङसम्मको यात्रा सफल गरिरहँदाखेरि हामीले निकै चुनौतीहरू सहेर सफल बनाएको छौँ। त्यसै पनि हाम्रो यो कामलाई साहसिक भनेका छौँ। यो साहसिक काममा तपाईँहरू पाल्नुभयो, जुट्नुभयो र हामीलाई सहयोग गर्नुभयो, यहाँ उपस्थित हुनुभयो। तपाईँहरू सबैलाई म स्वागत गर्दछु। अर्को पाटो भनेको चाहिँ हाम्रो कञ्चनजङ्घालाई आन्तरिक तथा बाहिर पर्यटकहरूले हराभरा बनाउनु छ। कञ्चनजङ्घा मार्फत कञ्चनजङ्घा हाम्रो सम्पत्ति हो भनेर लुकाएर मात्र हुँदैन। यो कञ्चनजङ्घाहरूलाई बाहिर निकालेर हामीले हाम्रो आम जनताहरूलाई समृद्ध बनाउनको लागि कञ्चनजङ्घालाई हामीले सदुपयोग गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। हामीले साहसिक म्याराथन प्रतियोगिता गराएको थियौँ, सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रमहरू गरेका छौँ, साइकलिङ पनि हिजो सम्पन्न गरेको छौँ, आज पनि हुन्छ। यो साइकलका साथीहरूसँग भरे हामी समीक्षामा बस्छौँ। हाम्रो विज्ञ टोलीहरू हिँडेको थियो एउटा, त्यो विज्ञ टोलीहरूसँग हामी समीक्षा गर्छौँ, भलाकुसारी गर्छौँ। अनि हाम्रो बाटोहरू कहाँ अभाव थिए, सञ्चारको समस्याहरू कहाँ थिए, होइन, हाम्रो विद्युतको समस्याहरू कस्ता थिए, हामीले ती यावत समस्याहरूलाई लिएर आएका छौँ। त्यसमा त्यो भरेको अन्तर्क्रिया मार्फत ती सम्पूर्ण कुराहरूको हामी छलफल गर्छौँ। यो हाम्रो उपलब्धि हो। हामी यसका लागि हामी यो आयोजना गरेको थियौँ। मनोरञ्जनसहित हामीले यो सम्पूर्ण कार्यक्रमहरूलाई अगाडि ल्याउनको लागि हामीले यो कार्यक्रमको आयोजना गरेको हो।